बोलै न साराउने गाउँमा यता पुलिसको यो नारालाई आएछ भाइ। लड्यो 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 पुलिस लड्यो, एकजना पुलिसै लड्यो। लड्यो एकजना पुलिसै लड्यो। यतिखेर हामी सडहीको बरहत्तर नगरपालिका वडा नम्बर 4 खैरा टोलमा जुन सडक विस्तारको क्रममा जुन आज बिहानै झड भएको थियो, यो झगडियाको घरबाट चाहिँ आरोपित 4 जना पुरुष र 1 जना महिला सहित 5 जनालाई अहिले प्रहरीले सकुशल घरबाट हतकडी लगाएर लगेको छ। यहाँ हेर्न सक्नुहुन्छ प्रहरी र स्थानीयको बाकलो उपस्थिति छ। उनीहरूलाई घरबाट निकालिरहँदा स्थानीयले उनीहरूमाथि आक्रमण गर्न खोजिरहेको थियो। उनीहरूमाथि चाहिँ आज बिहानै जुन यहाँ झै झगडा भएको थियो, उनीहरू यो झगडामा संलग्न रहेको आरोप छ। स्थानीयका अनुसार उनीहरू स्थानीय नभएकोले बाहिरबाट आएका हुन सक्ने अनुमान गरिएको छ। उनीहरू चाहिँ बाहिरबाट आएर यहाँ झगडा गरेको चाहिँ स्थानीयहरूले आरोप लगाएको छ। यता यो घरबाट निकालेर उनीहरूलाई अहिले प्रहरीले लगेको छ। आज बिहानै सडक विस्तारको क्रममा चाहिँ दुई पक्षबीच झडप भएको थियो र झडपको क्रममा 1 जना प्रहरी सहित 3 जना घाइते भएका थिए र 2 राउन्ड गोली पनि चलेको स्थानीयहरूले बताएका छन्। प्रहरीले भनिरहेका छन् कि प्रहरीलाई काम गर्न दिनु, तपाईहरू अब आफ्नो काममा जानु भनेर प्रहरीले चाहिँ स्थानीयहरूलाई सम्झाइरहेका छन्। यहाँहरूलाई थप जानकारी दिउँ। लगभग आधे घण्टा पहिला सोही भनेपछि यही घरबाट आरोपित बनिएका यस बरहत्तर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष आरोपित बनिएका वडा अध्यक्ष लखेन्द्र महतोलाई प्रहरीले हतकडी लगाएर घरबाट निकालेर लगेको थियो भने अहिले थप 4 जना पुरुष र 1 जना महिलालाई पनि सोही घरबाट यही घरबाट निकालेर लगेको अहिले भर्खरै दृश्य तपाईहरुले देख्नुभयो। स्थानीयको आरोप छ कि उनीहरू बाहिरबाट आएर यो गाउँमा चाहिँ झै झगडा गरेको र कुटपिट गरेको उनीहरूमाथि आरोप लागेको छ। थप अब प्रहरीको अनुसन्धानपछि जानकारी हुने नै छ।